हेलो सेवारो गुड मर्निङ एभ्रीबडी गाइज हामी अहिले मै पोखरी घुमिराखेका छौँ। तपाईँहरू देख्न सक्नुहुनेछ हाम्रो नामदित न्युज च्यानल पनि आज मै पोखरी आइपुगेको छ। यो कान्छा स्टार टिम र जेठी स्टार टिमहरू पनि यहाँ आइपुगिसकेका छन्। यहाँनिर देख्न सक्नुहुनेछ तपाईँहरू र हामीले एभ्रीबडी तपाईहरुलाई हामी सिन देखाइदिँदैछौँ। मै पोखरीको सिन तपाईहरुलाई देखाउने जमर्को गरिराखेका छौँ। तपाईहरु देख्नु सक्नुहुनेछ यो 9 कुना छ। यो इलामको मै पोखरी। साँच्चै नै भन्नुपर्दा यहाँनिर इलामको मै पोखरीमा लाली गुराँसहरू टक्क ढकमक्क फुल्दो रहेछ। तपाईहरु देख्न सक्नुहुनेछ यो साइडको तपाईहरु देख्दै हुनुहुन्छ इलामको जुन मै पोखरीमा लाली गुराँसको बोटहरू यहाँनिर देख्न सक्नुहुनेछ। र यो बोट तपाईहरुले हेरिदिनु होला, आइदिनु होला। हाम्रो पर्यटन अत्यन्तै राम्रो ठाउँहरू नेपालमा रहेको छ। तपाईहरु पक्कै पनि अवश्य हेर्नुहुन्छ भन्ने यो छोटो एपिसोडबाट तपाईहरुले बुझिसक्नु भएको छ। हामी पनि अब घुम्न जान्छौँ भनेर सोचिसक्नु भएको छ भन्दै अहिलेलाई म बिदा हुन चाहन्छु। अनि मै पोखरीको दृश्य तपाईहरुलाई जाँदै देखाउन लागिराखेको छु। हेरिदिनु होला दर्शकबिन। पहिला यो थिएन, यहाँमाथि पनि थियो जस्तो लाग्यो मलाई। यो पहिला यो यहाँबाट थिएन क्या, यहाँमाथि थियो जस्तो लाग्यो। दर्शकबिन यहाँनिर हामी अहिले मै पोखरीमा हेर्नुहोस् तपाईहरु देख्न सक्नुहुन्छ रातो माछा कहेला नान। माछाहरू देख्न सेवारो पर्ने थियो बुझारी मान्छे कि बाँच्ने अरे भौतिक के मारा सानो पुजारी हो भौतिकमा पैसा के भएर पूजा गर्दिन सारा खुशी मेरे काका भरे सागर शरीर सागर शरीर के खानी को भुला दुनिया मझे जमाने कति खुसी हुन्थ्यो हजुर खुसी हुन नसकेको खुसी हुन नसकेको सेवारो दर्शकबिन अहिले हामी मै पोखरीको यो माङहिममा पुगेको छौँ। तपाईहरु देख्न सक्नुहुनेछ यो माङहिमलाई दर्शकबिन। यता पनि छ बाटो। हौ तपाईहरु देख्दै हुनुहुन्छ मै पोखरी नेपाल यति सुन्दर देश छ। तपाईहरुले चिन्न सक्नु भएको छैन होला सायद। देख्दै हुनुहुन्छ यहाँनिर तपाईहरु देख्दै हुनुहुन्छ 9 कुना छ यो पोखरी। सायद तपाईहरु आउनु भएको छैन भने यहाँ घुम्न आइदिनु होला, मै पोखरीको दर्शन गर्नु होला। देख्दै हुनुहुन्छ यहाँनिर तपाई सायद आउनुहोस् आफ्नो
दर्शन गरेर जानुहोस्, माई पोखरी घुमेर जानु होला बहुत मङ्गेसीहरू। कसैको माया घरको माया अझै धेरै अर्को माया त्यही मायाको मुहानीले हामी लाजेरो दर्शकबिन गुड मर्निङ सेवारो। हामी यहाँनिर आइपुगेका छौँ इलाम माई पोखरीमा। यहाँनिर तपाईँहरू देख्दै हुनुहुन्छ माई पोखरीमा, तर यहाँनिर निरपेक्ष राष्ट्रलाई यहाँनिर हिन्दू धर्मको जस्तो मात्र बनाइसकेको रहेछ। तपाईँहरू देख्नुहुनेछ माई पोखरी रामसार भनिएको रहेछ। माई पोखरी इलाम भनेको लिम्बू भाषामा नाम राखिएको हो। इलाम भनेको घुम्ने बाटो हो। यहाँनिर हामीले पनि त राख्न सक्थ्यौँ होला फाल्गुनन्द येहाङ वरक भनेर राख्न सकिन्छ होला भन्ने आशाका साथ अहिलेलाई म बिदा हुन चाहन्छु। यो नाम्दी च्यानलबाट मैले तपाईँहरूलाई दर्शाएको छु। अब हामी जाग्ने दिन आएको छ। धन्यवाद।